सम्पूर्णमा न्यानो अभिवादन सहित हार्दिक स्वागत छ पिएलआर एजुकेसनमा। शिक्षा सम्बन्धी यस्तै भिडियोहरू राख्ने क्रमलाई निरन्तरता दिँदै आज कक्षा 9 को नयाँ पाठ्यक्रममा आधारित रहेर दोस्रो त्रैमासिक परीक्षाको नमुना प्रश्न लिएर उपस्थित भएकी छु। यो नमुना प्रश्न विशिष्टीकरण तालिकाको आधारमा बनाइएको छ भने केही नमुना उत्तरहरू पनि दिएको छ। यस भिडियोलाई अन्त्यसम्म हेरेर मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। साथै पिएलआर एजुकेसनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। अब लागौं नमुना प्रश्नतिर। यो नमुना प्रश्नमा पाठ 1 मेघ बिजुली विवाहदेखि पाठ 11 समय पीडासम्म समावेश गरिएको छ। यसको पूर्णाङ्क 75 हुनेछ र विद्यार्थीहरूले उत्तर दिँदा सृजनात्मक र मौलिक तरिकाले उत्तर दिनुपर्नेछ। यसको समय छ 3 घण्टा। यहाँ विशिष्टीकरण तालिका पनि समावेश गरिएको छ। विशिष्टीकरण तालिकाको बारेमा प्रथम त्रैमासिक परीक्षामा नै छलफल गरिएको थियो। प्रश्न 1 दिएका सबै प्रश्न अनिवार्य छन्। समूह क मा दिएका शब्दको अर्थ समूह ख बाट पहिचान गरी जोडा मिलाउनुहोस्। यसको पूर्णाङ्क 2। फरमाइश चाहिएको कुनै वस्तु ल्याउन दिइने आदेश। उत्सर्जन त्याग्ने काम छोड्ने। निश्रित निस्केको बहेको। प्रवाह प्रचार प्रसार। प्रश्न नम्बर 2 दिएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्। यसको पूर्णाङ्क 2। विश्वका कतिपय गरिबको अवस्था यतिसम्म नाजुक छ कि शरीरमा सरोसम्म देखिँदैन। उनीहरू आस्तिक भए पनि ईश्वरले कुनै वरदान दिएको पाइँदैन। उनीहरूको पुरा जीवन अन्धकारमय बनिरहेको छ। कामै कामका आधारमा उनीहरूको शरीरभरि खतै खत समेत देख्न सकिन्छ। तमको पर्यायवाची शब्द डट हो। तम भनेको अँध्यारो, अन्धकार हो। हामीले यही अनुच्छेदबाट पर्यायवाची शब्द लेख्दा अन्धकार। नास्तिक शब्दको विपरीतार्थिक शब्द डट हो। नास्तिक भनेको देवता अथवा भगवानलाई विश्वास नमान्ने। यसको उल्टो अर्थ अर्थात् विपरीतार्थी शब्द आस्तिक। खड्को सुर्ती समभिन्नार्थी शब्द डट हो। सुन्दा उस्तै सुनिने तर अर्थ फरक भएको शब्द अनुच्छेदबाट खत। कपडाको लघुतावाची शब्द डट हो। सरो। प्रश्न नम्बर 3 दिएको अनुच्छेदबाट एउटा उखान वा टुक्का र एउटा पारिभाषिक, प्राविधिक वा अनुक्रियात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदमा भएको भन्दा फरक किसिमको वाक्य निर्माण गर्नुहोस्। यसको पूर्णाङ्क 2। नमुना अनुच्छेद। घरका सदस्य र कामको अवस्था हेर्दा के लाग्छ भने जति भाँडो उति चुबुरको हुँदो रहेछ। हिजो अस्तिसम्म कोही पनि नहुँदा एक्लैले सबै काम भ्याइएकै थियो, तर हिजो आज टुसुक्क बस्न नपाई काम गरिरहँदा पनि फेरि बाँकी रहेको देख्छु। अरूले सघाएर काम कहिल्यै सिद्धिएन। यस अनुच्छेदमा भएको एउटा उखान जति भाँडो उति चुबुरको।
चाडको बेला घरभरि मान्छे हुँदा पनि जति भाँडो उति चुबुरको भने झैँ न भात पाक्छ न गाई भैँसीलाई घाँस नै छ। टुसुक्क आजको दिन त टुसुक्क पनि नबसी दिनभरि काम गरिरहनु पर्यो। प्रश्न नम्बर 4 तल दिएका शब्द समूहबाट शुद्ध शब्द छानेर लेख्नुहोस्। यसको पूर्णाङ्क 1। यहाँ शुद्ध शब्दलाई हरियो रङ र अशुद्ध शब्दलाई रातो रङमा देखाइएको छ। सहिष्णुता विद्यावारिधि प्रश्न ख दिएका वाक्यलाई शुद्ध पारी लेख्नुहोस्। यसको पूर्णाङ्क 2। रामलाई अचम्म लाग्यो, सबै मानव नै त हुन्। यो सम्झिएर सपनामा राम मुसुक्क हाँसे। रामलाई ई दीर्घ यहाँ अल्पविराम नै त पदवियोग मुसुक्क गरी 4 वटा अशुद्ध छन्। प्रश्न नम्बर 5 रेखाङ्कित पदहरूको पदवर्ग छुट्याउनुहोस्। यसको पूर्णाङ्क 3। हुन त यो मेरो अभिव्यक्ति हो, त्यसैले म जस्तै अरूले आफ्नी आमालाई सम्झिन्छन् कि सम्झिँदैनन्, तर म भने आपद विपद र दुःखमा जहिले पनि आफ्नी आमालाई सम्झन्छु। रेखाङ्कित गरेका शब्दहरू त निपात, मेरो विशेषण, म सर्वनाम, तर संयोजक, आमा नाम, सम्झिन्छु क्रियापद। प्रश्न नम्बर 6 तलका प्रश्नको उत्तर दिनुहोस्। 2 + 2 गरी यसको पूर्णाङ्क 4 छ। क को लागि 2 र ख को लागि 2। दिएको अनुच्छेद पढी 2 वटा उपसर्ग र 2 वटा प्रत्यय लागेका शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस्। नमुना अनुच्छेद साथीभाइको संगतबाट कहिलेकाहीँ बरालिएर पनि आफ्नो जीवनलाई अवमूल्यन गर्नु हुँदैन। गैर कानुनी क्रियाकलापमा लाग्नु र घुमक्कड भएर बरालिने प्रवृत्तिबाट सकेसम्म छुटकारा पाउने कोसिस गर्नुपर्छ। त्यसमा नै सबैको भलाइ हुन्छ। यस अनुच्छेदबाट 2 वटा उपसर्ग लागेका शब्द र 2 वटा प्रत्यय लागेका शब्दहरू। प्रवृत्ति प्र प्लस वृत्ति प्रवृत्ति। अवमूल्यन अव प्लस मूल्यन अवमूल्यन। प्रत्यय लागेका शब्द घुमक्कड घुम प्लस अक्कड घुमक्कड। भलाइ भलो प्लस आई भलाई। प्रश्न ख दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह र एउटा विग्रह पदावली पहिचान गरी समस्त र 2 वटा दित्तो शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस्। रिमा आज सानिमासँग सरसामान किन्न बुरुक बुरुक उफ्रदै सुन्दर बजारतिर गएकी छन्। बाटोमा सिरिर हावा चलेको छ। उनले खेतमा लामो पुच्छर भएको चरा देख्छिन्। उनी खुसी हुँदै चरा भएकोतिर दौडिन्छिन्। समस्त शब्द सानीमा सानी प्लस आमा सानीमा। विग्रह लामो पुच्छर भएको लामपुच्छ्रे। दित्तोमा सरसामान सामान प्लस सामान सरसामान। सिरिरी सिर प्लस सिर सिरिरी। प्रश्न नम्बर 7 दिएको अनुच्छेदलाई अपूर्ण भविष्यकालमा परिवर्तन गर्नुहोस्। यसको पूर्णाङ्क 2। हामी सधैँ सबेरे विद्यालय जान्छौँ। विद्यालय गएर कक्षा कोठा सरसफाई गर्छौँ। विद्यालय गएको केही समयमा घन्टी बज्छ।
घन्टी बजेपछि सबैजना प्रार्थनाका लागि प्राङ्गणमा उभिन्छौँ। यसलाई अपूर्ण भविष्यकालमा परिवर्तन गर्दा हामी सधैँ सबेरे विद्यालय जाँदै हुनेछौँ। विद्यालय गएर कक्षा कोठा सरसफाई गर्दै हुनेछौँ। विद्यालय गएको केही समयमा घन्टी बज्दै हुनेछ। घन्टी बजेपछि सबैजना प्रार्थनाका लागि प्राङ्गणमा उभिँदै हुनेछौँ। प्रश्न नम्बर 8, कुनै एक प्रश्नको उत्तर दिनुहोस्। यसको पूर्णाङ्क 2। यसमा क र ख मध्ये कुनै एक प्रश्नको मात्र उत्तर दिँदा हुनेछ। इच्छार्थकका फरक फरक क्रियापदको प्रयोग गरी 4 वाक्यमा गाउँ विकासका लागि आफ्ना इच्छाहरूबारे उल्लेख गर्नुहोस्। नमुना वाक्यहरू: गाउँको विकासका लागि ओडाबाट बजेट परोस्। त्यो बजेट कतै चुहावट नभई गाउँकै विकासमा लागोस्। त्यो बजेटबाट गाउँमा राम्रो विद्यालय बनोस्। गाउँका कोही बालबालिका शिक्षाका लागि टाढा जान नपरोस्। प्रश्न ख, दिएका निम्न आधारका वाक्यलाई उच्च आधारमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस्। त सरासर घर जा, आमाले बनाएर राखेको खाजा खा, भाइ बहिनीलाई सिकाउँदै गृहकार्य गर, गृहकार्य सकेर बल्ल केही बेर खेल्न जा। नमुना उत्तर: तपाईँ सरासर घर जानुहोस्, आमाले बनाएर राखेको खाजा खानुहोस्, भाइ बहिनीलाई सिकाउँदै गृहकार्य गर्नुहोस्, गृहकार्य सकेर बल्ल केही बेर खेल्न जानुहोस्। प्रश्न नम्बर 9, कोष्टकमा दिएका संकेतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्। यसको पूर्णाङ्क 4। प्रश्न क, हिमालले मेहनत गरी पढ्यो, हिमाल प्रथम भयो। वाक्य संश्लेषण गर्नुहोस्। हिमालले मेहनत गरी पढेर प्रथम भयो। कविद्वारा कविता वाचन गरियो, कर्तृवाच्य। कविले कविता वाचन गरे। गुरु हरिरामलाई पढाउनुहुन्छ, अप्रेरणार्थक। हरिराम पढ्छन्। साथी प्रथम भएकाले मैले बधाई भने, प्रत्यक्ष कथन। साथी प्रथम भएकोले मैले बधाई भने। दिएको अनुच्छेद पढी उत्तर लेख्नुहोस्। यसको पूर्णाङ्क 4। गाउँमा गएपछि गाउँलेसँग सोधपुछ गरी उसले आफ्नो घर पत्ता लगाएछ। आफ्नो घरमा राक्षस बस्ने गरेको कुरा पनि उसले सुनेछ। ऊ आफ्नो घरमा जाँदा ढोका बन्द देखेर ढोका ढकढकाएछ। भित्रबाट राक्षसले गर्जँदै भनेछ, ढोका ढकढकाउने को हो? मामा, म तपाईको भान्जो हुँ। कालजितले राक्षसलाई बाहिरैबाट भनेछ। भान्जो साइनो सुन्ने बित्तिकै उसले ढोका खोलिदिएछ। कालजित भित्र पसेछ र ल मामा खानुहोस् भन्दै आफ्नी आमाले बनाएका मिठा मिठा रोटी राक्षसलाई खान दिएछ। राक्षसले चिल्लाएर गुलिया रोटी असाध्यै मिठो मानेर खाएछ र कालजितसँग खुसी हुँदै भनेछ, ओहो भान्जा, रोटी त ज्यादै मिठा पो छन् त। कालजितले भनेछ, हेर्दै जानुहोस् न मामा, म तपाईलाई अझै कति मिठा मिठा चीज खुवाउँछु। यसरी कालजितले हरेक दिन गाउँमा गएर मिठा मिठा खानेकुरा ल्याएर राक्षसलाई खुवाउन थालेछ र दुवैजना मिलेर बस्न थालेछन्। कालजित र राक्षस सँगसँगै बसेको देखेर गाउँले पनि चकित परेछन्। नमुना प्रश्नहरू र नमुना उत्तरहरू। आफ्नी आमाले बनाएका मिठा मिठा रोटी राक्षसलाई खान दिएछ। यस वाक्यलाई अकरण बनाउनुहोस्।
आफ्नी आमाले बनाएका मिठा मिठा रोटी राक्षसलाई खान दिएनछ। रेखाङ्कित राक्षसले को कारक र विभक्ति पहिचान गरी लेख्नुहोस्। राक्षस कर्ता-कारक ले प्रथमा विभक्ति। उसले ढोका खोलिदिएछ। यस वाक्यको उद्देश्य र विधेय लेख्नुहोस्। ऊ उद्देश्य र खोलिदिएछ विधेय। कालजित र राक्षस सँगसँगै बसेको देखेर गाउँले पनि चकित परेछन्। यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गरी लेख्नुहोस्। जब कालजित र राक्षस सँगसँगै बसेको देखेछन् तब गाउँले पनि चकित परेछन्। प्रश्न नम्बर 11 दिएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्। यसको पूर्णाङ्क 4 हो। विद्यार्थी भाइ बहिनीहरू, यो अदृष्टांश गद्यांश हो। यसमा 150 शब्दसम्मको गद्यांश दिइनेछ। हिमाल र हिम नदी पग्लिनु अनि हिमालय क्षेत्रमा तापक्रम वृद्धि हुनुमा जलवायु परिवर्तन मात्रै कारण नभई जैविक इन्धनबाट निस्किएका कार्बनका मसिना कणको पनि उत्तिकै भूमिका छ। जलवायु परिवर्तनका सम्बन्धमा विभिन्न समय सन्दर्भमा विश्वव्यापी छलफल हुँदै जनचेतना फैलाउने कार्य भएका छन्। छलफलमा सहभागी वैज्ञानिकहरूले जैविक इन्धनबाट उत्पन्न मसिना कणको मात्राको तह वायुमण्डलको माथिल्लो तहसम्म बढेकाले हिमालय क्षेत्रमा अन्यत्रभन्दा 5 गुणा तापक्रम बढेको तथ्य सार्वजनिक गरेका छन्। नेपालमा वार्षिक 0.06 डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहे पनि हिमाली क्षेत्रमा अझ बढी असर परेको तथ्याङ्क सार्वजनिक भएका छन्। विश्वमा पछिल्लो 100 वर्ष यता 0.8 डिग्री सेल्सियस तापक्रम बढेको तथ्याङ्क सार्वजनिक भएको छ। अन्यत्र भन्दा हिमालय क्षेत्रमा बढी असर देखिएको हो। ब्ल्याक कार्बन सल्टको तह माथि सरेकाले हिमालय क्षेत्रमा बढी असर देखिएको हो। ब्ल्याक कार्बन सल्टको तह वायुमण्डलको पहिलेको भन्दा निकै माथिल्लो तहसम्म फैलिन गएकाले समग्र हिमालय क्षेत्रमा हिउँ पग्लिने क्रम बढेको हो। कोइला, दाउरा, गुइठा र डढेलो लागेपछि उड्ने ससाना काला कण वायुमण्डलमा फैलिनुलाई ब्ल्याक कार्बन सल्ट भन्ने गरिएको हो। केही नमुना प्रश्नहरू र नमुना उत्तरहरू। तापक्रम वृद्धि हुनका कारण के हुन्? तापक्रम वृद्धि हुनका कारण जलवायु परिवर्तनका साथै जैविक इन्धनबाट निस्किएका कार्बनका मसिना कण हुन्। हिमाली क्षेत्रमा 5 गुणा बढी तापक्रम बढ्नको कारण के हो? हिमाली क्षेत्रमा अन्यत्रभन्दा 5 गुणा तापक्रम बढ्नुको कारण जैविक इन्धनबाट उत्पन्न मसिना कणको मात्राको तह वायुमण्डलको माथिल्लो तहसम्म बढ्नु हो। ब्ल्याक कार्बन सल्ट भनेको के हो? ब्ल्याक कार्बन सल्ट भनेको कोइला, दाउरा, गुइठा र डढेलो लागेपछि उड्ने ससाना काला कण वायुमण्डलमा फैलिनु हो। नेपालमा तापक्रम वृद्धिको औसत दर कति छ? नेपालमा तापक्रम वृद्धिको औसत दर वार्षिक 0.06 डिग्री सेल्सियस छ। प्रश्न नम्बर 12 कुनै एक प्रश्नको मात्र उत्तर दिनुहोस्। यसको पूर्णाङ्क 4 छ। यसमा क र ख गरी दुईवटा प्रश्न छन्। कुनै एक प्रश्नको मात्र उत्तर दिनुपर्ने छ। कहिलेकाहीँ प्रश्न कमा केही बुँदा दिएर जीवनी तयार पार्न आउँछ भने कहिले दिएका बुँदाका आधारमा कथा तयार पार्न आउँछ। दिएका बुँदाका आधारमा एउटा छोटो कथा तयार पार्नुहोस्। साथीहरूको लहैलहैमा लागेर विज्ञानले पढाइमा कम ध्यान दिनु, साथीहरूसँग डुलिरहन खोज्नु,
आमा बुबाले सम्झाउने प्रयत्न गर्नु, छोराको भविष्यका बारेमा आमा बुबा चिन्तित हुनु, उनीहरूले शिक्षकसँग छोरालाई सम्झाइदिन अनुरोध गर्नु, शिक्षकले उसलाई असल साथीको सङ्गत गर्ने सल्लाह दिनु र पढाइको महत्त्व बुझाउनु, विज्ञानले शिक्षकले भनेको मान्नु र पढाइमा ध्यान दिनु, उसले पढाइमा प्रगति गर्दै जानु, आमा बुबा छोराको प्रगतिमा खुसीले गदगद हुनु। यिनै बुँदाका आधारमा नमुना कथा लेखन। हामीले कथा लेख्दा जहिले पनि शीर्षक हुनुपर्छ। शीर्षक सङ्गत बिनाको फल। एका देशमा एउटा गाउँ थियो। त्यसै गाउँमा ज्ञान प्रसाद नामका एकजना व्यक्ति बस्थे। उनकी बिना नामकी श्रीमती थिइन्। उनीहरूका विज्ञान नामका एकमात्र छोरा थिए। विज्ञानलाई सामान्य शिक्षा दीक्षा घरमै बाबुआमाले दिएका थिए। उमेर बढेसँगै विज्ञानलाई राम्रो भनिएको विद्यालयमा भर्ना गरिदिए। सुरुमा त विज्ञान पढाइमा अब्बल नै थिए। बिस्तारै साथीहरूको लहीमा लागेर पढाइमा कम ध्यान दिन थाले। पढ्नुभन्दा नि साथीहरूसँग डुलिरहन मन पराउन थाले। छोराको त्यस्तो क्रियाकलाप देखेर उनका बाबुआमाले सम्झाउन कोसिस गरे, तर विज्ञानले बाबुआमाको कुरा खासै वास्ता गरेनन्। छोराको भविष्यका बारेमा बाबुआमालाई धेरै नै चिन्ता लाग्न थाल्यो। उनीहरूले शिक्षकलाई छोराको क्रियाकलापका बारेमा जानकारी गराउँदै सम्झाइदिन अनुरोध गरे। शिक्षकले पनि विज्ञानलाई पढाइको महत्त्वका बारेमा सम्झाउँदै असल साथीको सङ्गत गर्न भन्नुभयो। विज्ञानले शिक्षकले भनेअनुसार नै असल साथीको सङ्गत गरी पढाइमा ध्यान दिन थाले। बिस्तारै पढाइमा प्रगति गर्दै गए। छोराको प्रगति देखेर बाबुआमा खुसीले गदगद हुनुभयो। त्यसैले जस्तो साथीको सङ्गत गर्यो उस्तै फल पाइने हुँदा हामीले जहिले पनि असल साथीको सङ्गत गरी आफू पनि असल बन्नुपर्छ। प्रश्न ख। भोलि विद्यालयको वार्षिक परीक्षाको नतिजा फल प्रकाशनको दिन। आफ्नो नतिजा कस्तो होला भनेर मनमा खेल्ने कुरालाई समावेश गरी एउटा मनोवाद तयार गर्नुहोस्। विद्यार्थी भाइ बहिनीहरू मनोवाद तयार गर्दा स्थान, समय र पात्र उल्लेख गर्नुपर्नेछ र मनोवाद लेख्दा ध्यान दिनुपर्ने कुराहरू। मनोवाद भनेको आफैसँग गरिने एकहोरो कुराकानी हो। यसमा पात्रका विचारहरू विशृङ्खलित हुन्छन्। विशृङ्खलित सोचाइलाई व्यवस्थित गरेर राख्नुपर्छ। प्रथम पुरुष शैलीको प्रयोग गर्नुपर्छ। एक्कासी सोच परिवर्तन गर्नुपर्दा अपूर्ण वाक्य वा कोष्टकभित्र सङ्केत राख्नुपर्छ र पात्रको सोचाइलाई निष्कर्षमा पुर्याएपछि मात्र मनोवाद टुङ्ग्याउनुपर्छ। यिनै कुरालाई ध्यान दिँदै मनोवाद तयार पार्नुहोस्। प्रश्न नम्बर 13। कुनै एक प्रश्नको मात्र उत्तर दिनुहोस्। यसको पूर्णाङ्क 4। यसमा क र ख गरी दुईवटा प्रश्न छ। कुनै एकको मात्र उत्तर लेख्ने हो। क। सङ्गम स्टेसनरी पोखरा कास्कीले कक्षा 9 र 10 का विभिन्न पुस्तकहरू माग गर्दै काष्ठमण्डप पुस्तक पसल भोटाहिटी काठमाडौँलाई लेख्ने व्यापारिक पत्र तयार गर्नुहोस्। अर्थात् प्रश्न ख। तपाईको विद्यालयमा मनाउन लागिएको अभिभावक दिवसका लागि अभिभावकलाई लेखिने निमन्त्रणा पत्र तयार पार्नुहोस्। यहाँ एउटा नमुना निमन्त्रणा पत्र तयार पारिएको छ। प्रश्न नम्बर 14। दिएको अनुच्छेदबाट 4वटा बुँदा टिप्नुहोस्। यसको पूर्णाङ्क 2 छ। यसमा 100 शब्दसम्मको अनुच्छेद दिइनेछ। हामीले बुँदा टिपोट गर्दा असमापिका क्रियापदको प्रयोग गर्नुपर्नेछ र यो सम्पूर्ण अनुच्छेदको भाव नखलबलिने गरी सबैलाई मिलाएर 4वटा बुँदा टिप्नुपर्नेछ। 4वटा बुँदा टिपेको आधारमा अथवा मिलेको आधारमा प्रत्येक बुँदालाई 0.5 गरी यसको पूर्णाङ्क 2 अङ्क प्रदान गरिनेछ।
त्यस्तै गरी प्रश्न नम्बर 15 दिएको अनुच्छेदबाट 1/3 सारांश लेख्नुहोस्। यसको पूर्णाङ्क 3 छ। यसका लागि पनि 100 शब्दसम्मको अनुच्छेद दिइनेछ। यहाँ नमुना अनुच्छेद दिएको छ। हामीले सारांश लेखिसकेपछि त्यसको शीर्षक पनि लेख्नुपर्नेछ र सारांशको अन्तिममा यस अनुच्छेदमा भएका शब्दहरू सङ्ख्या, त्यस्तै गरी 1/3 लेख्नुपर्ने शब्द सङ्ख्या र सारांशमा लेखिएका शब्द सङ्ख्या भनेर उल्लेख गर्नुपर्नेछ। 1/3 सारांश लेख्दा 1-2 शब्द तलमाथि पनि पर्न सक्नेछ। प्रश्न नम्बर 16 दिएका प्रश्नको उत्तर दिनुहोस्। 4+4 गरी 8 पूर्णाङ्क छ। यसमा क र ख गरी 2वटा प्रश्नहरू छन्। तलको कवितांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस्। यहाँ चाहिँ सारङ्गीमा देश भन्ने कविताको अंश दिएको छ र त्यसैका आधारमा तल प्रश्न पनि 2वटा प्रश्न दिएका छन्। जीवनको कथा व्यथा सङ्घर्षमा बाँच्छ, हाम्रै आँसुसँग सधैँ रुन्छ हाँस्छ, सिर्जनामा रम्दै अनि साधनामा जम्दै, पौरखीका पसिनाको सुवासमा नाच्छ। यसका आधारमा प्रश्नहरू पौरखीका पसिनाको सुवासमा नाच्छ भन्नुको आशय के हो र कवितांशको मुख्य भाव लेख्नुहोस्। यी 2वटा प्रश्नको पूर्णाङ्क 4। प्रश्न ख तलको कथांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस्। भक्कानिएर रोइरहेकी पत्नीलाई स्नेहपूर्वक अँगाल्दै रामनाथले भने, आनन्दी, जबसम्म तिम्रो साथमा म छु तिमी कुनै धन्दा नमान। संसारको कुनै कुनामा लगेर भए पनि म तिमीलाई निको पार्छु। यो सम्पत्ति आखिर के कामका लागि? तिमी साथमा भए सबै सम्पत्ति खर्चिन पनि पछि पर्दिन। मात्र तिमीले पुत्र मोह त्यागिदेऊ। यो चाहिँ समय पीडा कथाबाट निकालिएको हो। हामीले त्यसै कथाका आधारमा यहाँ चाहिँ उत्तर लेख्नुपर्नेछ। यसको प्रश्न अ कथामा नेपाली समाजको पारिवारिक समस्यालाई कसरी चिनाइएको छ र प्रश्न आ कथाको मुख्य सन्देश के हो? प्रश्न नम्बर 17 विद्यालयले कसरी विद्यार्थीको व्यक्तित्व विकास गर्न सक्छ? आफ्ना विचार प्रस्तुत गर्नुहोस्। यसको पूर्णाङ्क 4 छ। यो तार्किक प्रश्न हो। आफ्नै किसिमले तर्क प्रस्तुत गर्नु पर्नेछ। प्रश्न नम्बर 18 कुनै एक उदाहरणको व्याख्या गर्नुहोस्। यसको पूर्णाङ्क 4। नमुना प्रश्न ज्ञानभूमि तपोभूमि स्वप्नभूमि यही गर्वसाथ गाउने गर्छ जय धरती माता। यो पनि सारङ्गीमा देश कविताबाट लिएको हो। त्यस्तै अर्को प्रश्न ख वास्तवमा जीवन भन्नु नै यात्रा रहेछ, यात्रा चाहिँ जोखिम नमोलिकन कहिल्यै पूरा हुँदो रहेनछ। यी 2वटा प्रश्नमध्ये कुनै एक प्रश्नको मात्र व्याख्या गर्नुपर्नेछ। यहाँ नमुना व्याख्या देखाइएको छ। त्यस्तै प्रश्न ख वास्तवमा जीवन भन्नु नै यात्रा रहेछ, यात्रा चाहिँ जोखिम नमोलिकन कहिल्यै पूरा हुँदो रहेनछ। यहाँ पनि कञ्चनजङ्घालाई नियाल्दा नियात्रा शीर्षकबाट निकालिएको यो हरफ को यहाँ नमुना व्याख्या देखाइएको छ। प्रश्न नम्बर 19 कुनै एक प्रश्नको मात्र समीक्षात्मक उत्तर दिनुहोस्। यसको पूर्णाङ्क 7। प्रश्न क तलको कथाको अंश पढी सोधिएको प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस्। आज तलब आउने दिन थियो। ऊ 20 गतेदेखि नै तलब आउने दिनलाई व्यग्रताका साथ पर्खिन्थ्यो। ज्यादै ढिला चालले त्यो दिन आइपुग्यो।
निश्चय नै यो एउटा दिन चाहिँ सधैँ उसलाई नोकरी गर्न पाएकोमा गर्व हुन्थ्यो। नमुना प्रश्न: दिएको कथाको अंश र स्वाद कथाका आधारमा नेपाली समाजको आर्थिक समस्यालाई कसरी देखाइएको छ चर्चा गर्नुहोस्। त्यस्तै प्रश्न ख: सितारे घुम्टी हुन् चमचम निसाका जुनकिरी, भए ती इन्द्रेणी बसन बहुरङ्गी फिरी, भयो रातो खास्टो रवि किरणले पश्चिम गिरी, निसाको तो कालो तम पटल भो नील कबरी। कवितामा नेपाली वैवाहिक संस्कार र प्रकृतिको चित्रण कसरी गरेका छन्? मेघ बिजुली विवाह कविताका आधारमा समीक्षा गर्नुहोस्। प्रश्न नम्बर 20: कुनै एक शीर्षकमा कम्तीमा 150 शब्दसम्मको निबन्ध लेख्नुहोस्। यसको पूर्णाङ्क 7। निबन्धका 3वटा शीर्षकहरू छन्। यसमा 2वटा वस्तुपरक र एउटा आत्मपरक निबन्धका शीर्षक आउनेछन्। यी मध्ये कुनै एक शीर्षकमा निबन्ध लेख्नु पर्नेछ। यहाँ नमुना शीर्षकहरू: योग स्वस्थ जीवनको आधार, देश विकासमा मेरो भूमिका, विद्यार्थी र पुस्तकालय। यति बेलासम्म यस भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरू सम्पूर्णलाई धन्यवाद। यस भिडियोलाई लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। साथै PLR एजुकेसनलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।